डुङ्गा डुब्यो 250 जना एकैपटक गायब, कहाँ गए त? दर्शकवृन्द, असुरक्षित समुद्री यात्राको जोखिम फेरि एकपटक भयावह रूपमा सतहमा आएको छ। मलेसिया पुग्ने प्रयासमा अन्डमान सागर हुँदै यात्रा गरिरहेको रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिक बोकेको एक डुङ्गा डुब्दा कम्तीमा 250 जना बेपत्ता भएको संयुक्त राष्ट्र सङ्घीय निकायहरूले जनाएका छन्। संयुक्त राष्ट्रिय सङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय UNHCR र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन IOM ले मङ्गलबार जारी गरेको संयुक्त विज्ञप्ति अनुसार कोक्स बजार जिल्लाको टेकनाफ क्षेत्रमा रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिक बोकेर मलेसियातर्फ गइरहेको डुङ्गा अन्डमान सागरमा पल्टिएको हो। तर यात्राक्रममा अन्डमान सागरमा डुङ्गा पल्टिएपछि सबै यात्रु बेपत्ता भएको आशंका गरिएको छ। डुङ्गा कहिले डुबेको हो भन्ने बारे स्पष्ट जानकारी अझै प्राप्त नभएको र बुधबारसम्म खोज तथा उद्धार कार्यको अवस्थाबारे पनि अनिश्चितता रहेको बताइएको छ। एजेन्सीहरूका अनुसार अत्याधिक भिड, तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण डुङ्गाले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उक्त घटनाले रोहिङ्ग्या समुदायको दीर्घकालीन विस्थापन र सुरक्षित तथा दिगो समाधानको अभावलाई पुनः जागरण गरेको संयुक्त राष्ट्रिय सङ्घीय निकायहरूको भनाइ छ। म्यानमारको खाराइन राज्यमा जारी हिंसा र अस्थिरताका कारण उनीहरूको सुरक्षित स्वदेश फर्कने सम्भावना अझै अनिश्चित रहेको छ। त्यसैगरी बङ्गलादेश स्थित शरणार्थी शिविरहरूमा सीमित मानवीय सहायता, शिक्षा र रोजगारीमा प्रतिबन्धित पहुँच जस्ता समस्याले रोहिङ्ग्याहरूलाई जोखिमपूर्ण समुद्री यात्रा रोज्न बाध्य बनाइरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा निरन्तर रहँदा मानव तस्करी र समुद्री दुर्घटनाको खतरा थप बढ्ने गएको बताइएको छ। हाल बङ्गलादेशले म्यानमारबाट विस्थापित 10 लाख भन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको छ। UNHCR र IOM ले ती शरणार्थीहरूको जीवन रक्षक सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप आर्थिक सहयोग र ऐक्यबद्धता सुदृढ गर्न आग्रह गरेका छन्। अन्डमान सागरको यो दुर्घटनाले केवल एक मानवीय त्रासदी मात्र नभई क्षेत्रीय शरणार्थी सङ्कटको गम्भीरता र अन्तर्राष्ट्रिय उदासीनताको परिणामलाई पनि उजागर गरेको छ। दर्शकवृन्द, तपाईँहरूलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो? तपाईँको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्न पनि नबिर्सिनुहोला। फेरि पनि यस्तै खबर लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार, जय नेपाल।